बच्चालाई अपराध जुन हो भनेर कसैले हामी बुझ्ने यो टेबलको कुरा हेरौँ न धेरै राम्रो देखिन्छ बच्चालाई जुन पुगिरहेको छ त्यसलाई हामी चेक गर्नको लागि के हेर्न सक्छौँ तौल ठिकसँग नभएको बच्चा खाएर महिनामा 500 ग्रामभन्दा कम बढ्यो अथवा हप्तामा जन्मतौलभन्दा कम हुनु भनेको बच्चालाई जुन पुगिरहेको छ नभएर गर्ने हो त्योभन्दा कम बढ्यो अथवा सुरुको हप्तामा घटिहाल्यो बर्थ वेटभन्दा पनि धेरै बढ्यो भने दुध साँच्चै पुगिरहेको छैन भनेर सक्छौँभन्दा बढी गर्नुपर्छ अथवा थोरै गरिरहेको छ त्यो पनि गाह्रो गरिरहेको छ मात्रै गरिरहेको छ भने सबै बच्चालाई गरिदिन्छु भनेर हामी बुझ्छौँ यहाँ पनि त्यो कुरा लेखा छ दिनमा 6% भन्दा कम अथवा धेरै दुर्भाग्य र भएको यो दुध पुगिरहेको छैन भने सङ्केत त्यसैले युरिन आउटपुटको कुराहरू हामी हिसाब गरिरहेछ मात्रै सोधेर भएन 24 घन्टामा कति बेर याद गर्नु पाउँछ भनेर सोध्नु है जसले भन्छ नि मेरो बच्चाको दुधै वेट गर्नु कति किलो आएको बोक्नु नपाउने भन्छ कि जन्माले त 3 किलो राख्ने 4.5 किलो भयो एकै महिनामा हिजोको बच्चा थियो भन्दाखेरि वेट दुधै पुगिरहेको मेरो सोधेपछि त्यो जन्मिँदा 3 किलो भन्यो त्यति बेला वेट हेर्दा 4.5 किलो छ 42 दिनको बच्चा 4.5 किलो भइसक्यो जब हामीलाई थाहा थियो महिनामा 500 ग्राम बढ्यो भने ठिक हो त्यो त 1.5 किलो बढिसक्यो त्यो महिनामा होइन त्यो राम्रै कुरा आमाको साइडहरू त्यस्तो रहेछ त्यसैले त्यस्तो कुरा हामी वेट मात्र हेर्छौँ अर्को युनिट हाल्छौँ कति साथ दिइरहेको छ त्यो सोधेर भन्छु हजुर बच्चा रोइरहेको छ भने एउटा प्रायःको खोपको कारणले होला अर्को पनि हुन्छ डाइपर भिजाउँछ इचिङ भइरहेको हुन्छ त्यसले रोइरहेको हुन्छ हामी मुखमा जति बेला पनि दुध हालिरहेको हुन्छ अरू